दर्शन नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग यो भिडियो चाहिँ खासमा हिजो अपलोड गर्नुपर्ने थियो। मैले चाहिँ अलिकति ढिलो भयो, अलिकति व्यस्तताको कारणले गर्दा मेरो घरमा चाहिँ अहिले अलिकति आफूलाई पनि अलिकति सन्चो छैन अनि त्यस्तै भयो कि अनि त्यही भएर मलाई सन्चो नभएर चाहिँ मैले यो अपलोड गर्न भएको थिएन अनि आज गरेको के। यो चाहिँ माघीको लागि हामीले रोटी पकाइदिँदै थियौँ अनि मेरो ससुराले चाहिँ यो हामीले बनाएको भएन भनेर आफै बनाउँदै हुनुहुन्थ्यो कि फर्स्टमा सिकाउँदै हुनुहुन्थ्यो कि हामीलाई। अनि हामी त हाँसेर नानी हाँसेर यत्रो बनाउँछु भनेर हातले बनाउनु हुँदै थियो कि। हेर्नु न सो रमाइलो गर्नुहुन्छ कि कहिलेकाहीँ पहिला पुरी बनाउनु भयो अनि मैले हालेको भएन। अब गाउँतिर यसलाई चाहिँ रोटीलाई चाहिँ टाटे भन्छ कि हाम्रो गाउँतिर। हजुरको गाउँतिर के भन्छ कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोस् ल। मैले बनाएको भएन भन्दै हुनुहुन्छ कि भएन अरे। फेरि उताको चाहिँ देउरानी हो अनि उताको चाहिँ मेरो छोरी, त्योभन्दा साइडमा ससुरा हुनुहुन्छ अनि क्यामराम्यान चाहिँ अर्को छोरी छिन्। म चाहिँ यो बनाउँदैछु, म चाहिँ बेल्दैछु कि यो भएन भनेर फेरि आफैले तानेर ठुल्ठुलो बनाउँदै हुनुहुन्छ। हेर्नु न गाई चाहिँ रोटी भन्नुहुन्छ भने पुरी रोटी होइन, त्यो रोटी जत्रै बनाउनु भएको फेरि साह्रो दाँतमै हाल्न नमिल्ने क्या। अनि पर्दैन भनेको होइन मैले बनाउँछु रे भनेर बनाउनु भयो कि। अनि यो चाहिँ गाइजहरू हामीले चाहिँ पुरी अथवा सेलरोटीहरू त्यस्तोहरू बनाउँदा हामीले साइडमा चाहिँ पानीको गिलास कलुवा जे भए पनि पानी भरेर राख्ने गरेको छ कि। पहिलेबाट मम्मीहरूले पनि त्यस्तै गर्नुहुन्थ्यो, हाम्रो गाउँतिर पहाडतिर त्यस्तै गर्नुहुन्छ। सो हामीले पनि त्यही सिकेको, त्यही गरेको। हजुरहरू चाहिँ के गर्नुहुन्छ कि गर्नुहुन्न। अनि यो पनि ससुराले बनाउनु भएको रोटी हो। मैले चाहिँ सबै भिडियो राखेको छैन कि यसमा चाहिँ, स्पेसली रोटी बनाएको मात्र अलिकति फनी जस्तो थियो अनि त्यही भएर राखेको। अरू त गर्नु त गऱ्यो, टिका सिक्का लाउने, छोरी बहिनी बोलाउने, खाने अनि लड्डुहरू के थियो कि, तर भ्याएन। अनि मैले यति मात्र गरेको कि ठिकै छ। अब गर्न त अहिले त सबैले गर्छ होइन। अब हामीले यति नै थियो यति नै हालौँ भनेर म फेरि त्यो खासै अरू जस्तो गरेर सबै जोडजाम गरेर हाल्नुपर्छ भन्ने पनि छैन। यो चाहिँ जस्ट आफ्नो भिडियो अब मेमोरी हुन्छ होइन, कहिलेकाहीँ हेर्नुपर्छ हेर्नु पाउँछ भन्ने मात्र हाल्ने हो कि, नभए खासै त्यस्तो पनि लाग्दैन। यो चाहिँ मैले बनाएको हेर्नु न यति राम्रो भयो है। जे भएन अरे त्यस्तो बनाऊ भन्दैन त अर्को भाँडा हेर्नु न ती हाँसो लाउनु भएको हिजो त। जेस रमाइलो, एकदम रमाइलो गर्दै फन्नी गर्दै रोटी हालेको। छोरी चाहिँ आफू बनाउँछु भन्छ, म चाहिँ हुँदैन बिगारिदिन्छ भनेर चाहिँ बनाउनु नदिएको कि मैले खासमा। होइन अब म यस्तो बनाउँदै थिएँ अनि उता सेलरोटी पनि बनाउने भनेर मैले पिठो भिजाएर राखेको छु कि सेलरोटीको लागि। अनि त्यो सेलरोटी पनि अब म हाल्छु भनेको है। होइन तिमीहरू जान्दैनौ म आफै हाल्छु भनेर ससुराले फेरि आफैले हाल्न खोज्दै हुनुहुन्थ्यो कि। अनि मैले सेलरोटीको पिठोको लागि ठिक्कै भिजाएर पानी चाहिँ ठिकै हालेको थिएँ। भएन यो बाक्लो हुँदैन भनेर फेरि पानी हाल्दैछु है। फेरि पिठो थपेर फेरि मैले ठिकै बनाएर राख्छु। फेरि गएर पानी हालेर जहिले पातलो बनाउँछु चाहिँ भउँदै भएन अरे, म आफै बनाउँछु भनेर फेरि पानी हालेर पातलो बनाइदिन्छु है। अनि ल ठिकै छ त्यसो भए हजुर हाल्छु नि त भनेर त्यो जस्तो थियो नि त्यस्तैमा हाल्न दिएँ कि मैले नि। ल ठिकै छ, अब म त्यसमा ठिकै बनाइदिँदैन आफै हाल्छु भनेर हाल्न दिएको है। भरे त हातले होइन फेरि त्यो बोतलमा काटेर त्यसले हाल्ने गर्छ रहेछ के। फेरि त्यसरी अझ ल ठिक छ भनेर बोतलमा हालेर काटेर हाल्ने ट्राई गर्छ त। फर्स्टमा चाहिँ सेलरोटी पनि उहाँले हाल्छ क्या एउटा, अनि हामीले हेरौँ है त। यो क्यामराम्यान चाहिँ छोरी छ, उसले चाहिँ यो क्यामराले मजाले खिचेको रहन्छ। त्यसमा त मैले पानी हाल्दै थिएन कि। ल ठिक छ त्यसमा आफ्नो तरिकाले हाल्छु भनेर है। हेर्छु न गाइजु फेरि छोरीले यसमा जिस्काउँदै थियो। हजुरबुवाले त त्यसो भए आफ्नो घरको कालीकोटको नक्सा बनाइदिन्छ भन्दै थिएँ। ऊ चाहिँ हाँस्दा हैरान गरेर यस्तो भयो। अझ के भन्छ यसले र ठिक छ अरे, यसलाई नचलाउ रे जस्तै हुन्छ अरे, यसमा फेरि सुकेर पानी आफै के अरे तेल आफै तल बस्छ भन्दैछ नि। त्यो पातलो भएर यो बन्दै बनेको थिएन कि। अनि मैले भनेर उहाँलाई भनेको हुँदैन ठिक छ त्यसपछि जेसुकै गर भनेर उठेर गएछ कि। अनि मैले फेरि एउटा हाल्छु है। हेर्नुहोस् है, मैले हालेको पनि मिलेकै छैन त यो रोटी के अरे पिठै जस्तो भएर। यो चाहिँ देउरानी हो कि, देउरानीले गर्दै थियो। एकदम राम्रो भएको छ रोटी, हामी यस्तै खान्छौँ यस्तै बनाउँछौँ भन्दै रहेछ कि। अब फेरि मेरो टर्न आउँदैछ कि मैले हाल्छु। यसमा मैले पिठो ठिक्क बनाएको छैन कि, पहिला बनाएको थिएँ पानी हाल्दैछु अनि फेरि मैले कति बनाउँछु है। हुँदैन पातलो भयो बेसी हेर्नु त। यसरी बगिरहेको चाहिँ पनि बन्दै बनेन क्या।
पातलो भएको भएर बनेन। अनि फेरि मैले चाहिँ यसमा फेरि पिठो हालेर मजाले घोलेर फेरि बनाएँ अनि त्यतिखेर चाहिँ अलि ठिक भएको छ। यो चाहिँ मैले बनाएको यो चाहिँ ठिक भएको छ गाइज। ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन। हजुरहरूले चाहिँ के कसरी मनाउनु भयो, के खानुभयो, कहाँ जानुभयो सबै कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। हाम्रो चाहिँ खासमा प्लान बाहिर जाने, घरमा यसो बनाएर बाहिर खान जाने भन्ने थियो। त्यसपछि म यहाँहरूलाई कता कता हिँड्नु पऱ्यो अनि हामीलाई पनि यताउता जानु पऱ्यो कि त्यही भएर खासै गइएन, अल्छी लाग्यो अनि त्यही भएर गएनौँ भनौँ न। काम पनि थियो अनि जानु पनि अलिक भ्यायो नि, त्यही भएर गएनौँ। साथीहरू हजुरहरूले चाहिँ कहाँ जानुभयो, के गर्नुभयो, के खानुभयो सबै कुरा मेरो कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनुहोस् है त। अनि थ्याङ्क यू सो मच मायाको लागि।